हे सबको सामु देखाउन भएन मलाई पनि तिमी मन पर्दैन हे भाउजू भन्दै अङ्गालो मार्थ्यौ त सौता रहेछौ किन मन पार्थ्यौ त अब जीवन के हुने होला बे भइसक्यो यस्तो त नबोला। हेलो दर्शक बहन नमस्ते अनि हार्दिक स्वागत छ। आज चाहिँ मैले दोहोरी लाइफ को भिडियो ल्याएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। आजको भिडियोमा छ एकदमै चर्चा बटुलेका एकदमै फ्यान फलोअर सबै बटुलेका दोहोरी गायिका गायकीहरूको बारेमा मैले चाहिँ एकदमै समीक्षा गर्नेछु। तपाईहरु चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला ताकि हाम्रो च्यानलमा सब्स्क्राइब गरेको भिडियो तपाई माझ पुगोस्। दर्शकबिनहरु अहिलेको एकदमै जल्दो पल्दो एकदमै फ्यान फलोअर्स एकदमै चर्चामा बटुलिरहेका सुमन परियार, रेणुका भट्टराई र स्मिता परियार यिनीहरूको दोहोरी हेर्न चाहिँ नभुल्नु होला है। सुमन परियार अफिसियलबाट आउँछ, युट्युब च्यानलबाट आउँछ। दर्शकबिनहरु यिनीहरूको लाइभ दोहोरी तपाईहरुले चाहिँ हेर्न चाहिँ नभुल्नु होला। कसले हेर्नुहुन्छ यो दोहोरी चाहिँ कसले मन पराउनुहुन्छ कमेन्टमा गएर कमेन्ट पनि गर्नु होला, कमेन्ट पनि छोड्दिनु होला। यिनीहरूले चाहिँ कस्तो गरी गाएका छन् चाहिँ कस्तो गरी चाहिँ जुन रेणुकाले चाहिँ के भनेको छन्, स्मिताले चाहिँ के भनेको छन् र सुमन परियारजीले चाहिँ के भन्नु भएको छ त म चाहिँ यस भिडियोमा चाहिँ चर्चा गर्ने छु। हे सत्य बोला एक दिन त मर्न छ तिमीसँग सरसल्लाह गर्न छ माटो काटेछ। दर्शकबिनहरु स्मिताले भनेकी छिन्, स्मिता सुमन परियार रेणुका दाहालले चाहिँ केही समय अगाडि सुमन परियार र रेणुका दाहालको चाहिँ एकदमै धमकदार दोहोरी पहिलादेखि नै तपाईले हेरिसक्नु भएको थियो र दोहोरीमा पनि नाम जोडिएका थिए। सुमन परियार र रेणुका दाहालको पहिलेदेखि नै नाम जोडिदै आएको थियो र जोडिरहेका थिए र स्मिताले भन्छिन् तिमीसँग चाहिँ केही सल्लाह गर्नुपर्छ है, तिमी चाहिँ सत्य बोला है, केही कुरा गर्नुपर्छ, कहिले मेरो बुढोसँग लागेको छौ कि भनेर केही कुरा चाहिँ पहिलाको गर्लफ्रेन्ड पो हौ कि भनेर चाहिँ सरसल्लाह गर्नुपर्छ है भनेर चाहिँ स्मिताले भन्छिन्। हे म चाहिँ साँचो बोल्ने यहाँ कहाँ छ, साँचो कुरा दुनियाँलाई थाहा छ। हे खसे जस्तै भाछ मरुबाट सुन्न मन छ हजुरकै मुखबाट। स्मिताले भन्छिन् तिम्रै मुखबाट सुन्नु पर्ने छ, दुनियाको मुखबाट किन सुन्नु पर्यो, तिम्रै मुखबाट सुन्नु पर्ने छ। यो कुरा सुन्यो भने चाहिँ म चाहिँ रुखबाट खसे जस्तै हुन्छु। यदि हामी दुई बुढाबुढीको अनि तिमीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड हो भनेर सुनेपछि थाहा पाएपछि त म त रुखबाट झरे जस्तै हुन्छु। तिम्रै मुखबाट सुन्नु पर्ने छ, केही सरसल्लाह गर्नु पर्ने छ भनेर चाहिँ स्मिताले बाध्यताले गर्या हो बे भन्छन् सुमनजीलाई सोध्नुस् त के भन्छन्। दर्शकबिन रेणुकाले भन्छिन् बाध्यताले गरेको जस्तो छ अनि त्यसपछि चाहिँ सुमनजीलाई नै सोध्नु न, हामीहरूको चाहिँ सम्बन्ध के हो सुमनजीलाई सोध्नु भनेर चाहिँ रेणुकाले चाहिँ स्मितालाई भन्दिछन्। अनि त्यसपछि रेणुकाले चाहिँ त तिम्रो बुढालाई सोध न, सुमन परियारले सोध न हाम्रो बारेमा भनेर चाहिँ रेणुकाले भन्छिन्। तिमीले पनि बोलीलाई सपार बिन्ती मलाई अझिलो नपार माटो काटेछ। दर्शकबिनहरु सुमनले के भनेका छन् भनेपछि तिमी चाहिँ एकदमै के रे अलि बोली चाहिँ सुधार अनि तिमीले चाहिँ बोली चाहिँ सुधार अनि बिन्ती छ मलाई चाहिँ अप्ठ्यारोमा नपार भन्दिएका छन् के। किनकि मैले चाहिँ अब बिहे गरिसके मलाई चाहिँ अब यस्तो भयो उस्तो भयो भनेर चाहिँ मलाई चाहिँ अप्ठ्यारोमा नपार है, मलाई चाहिँ अप्ठ्यारो हुन्छ है भनेर चाहिँ सुमनजीले भन्नुभएको छ। हे हुनलाई त हिजो के भएको हो भन्देऊ तिम्री बुढीलाई मको हो माटो काटे। रेणुका दाहालले भन्छिन् हिजो पहिला चाहिँ केही न केही भएकै हो है, हिजो चाहिँ पहिला चाहिँ हामी बीच केही न केही भएकै हो है, हामी बीच केही भएको हो, आफू चाहिँ के हो के सम्बन्ध हो भनेर तिम्रो बुढीलाई भन है, हामी बीच केही सम्बन्ध भएको हो केही हो भनेर चाहिँ
स्मृति दाइलाई चाहिँ भन है, तिम्रो बुढीलाई चाहिँ भन है भनेर चाहिँ रेणुकाले भनेकी छन्। प्लिज गाइज भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। तपाईहरूले चाहिँ लाइभ दोहोरी कागजले मन पराउनुहुन्छ, पराउनेहरूले भिडियोमा चाहिँ गएर चाहिँ कमेन्ट चाहिँ छोड्नु होला है। हे सत्य भयो ज्यानले सहन, आज तिम्रो कपाल निरहन माटो। स्मित्रले भनेकी छन् यदि सत्य हो भनेपछि तिमी चाहिँ तिम्रो कपाल चाहिँ म भुतालिदिन्छु है। मेरो बुढाको र तिम्रो सम्बन्ध यति सत्य हो भनेपछि तिम्रो कपाल चाहिँ रहन्न है। सत्य चाहिँ बोला है, सत्य बोला र यति सत्य नै हो भने तिम्रो कपाल चाहिँ लु छाड्छु, भुतार्छु र तिमीलाई चाहिँ छोड्दिन बाँकी भनेर चाहिँ स्मित्रले भनेकी छ। सत्य नै हो म झुटो बोल्दिन, थोरै भन्छु सब कुरा खोल्दिन माटो। रेणुकाले भन्छन् सत्य नै हो, म अलिकति कुरा खोल्छु, म धेरै कुरा त भन्दिनँ। धेरै कुरा भन्यो भने चाहिँ मेरो बेइज्जत भइहाल्छ। म धेरै कुरा चाहिँ भन्दिनँ, अलिकति भन्छु तर सत्य नै भन्छु भनेर चाहिँ रेणुकाले भन्छन्। तपाईहरूले चाहिँ लोक दोहोरीमा चाहिँ कसको चाहिँ बोली एकदमै राम्रो लाग्छ, कसको चाहिँ तपाईँले चाहिँ स्वर मिठो लाग्छ, तपाईँलाई चाहिँ कसको गीतमा चाहिँ एकदमै हुन्छ नि एकदमै मार्मिक लाग्छ, तपाईँहरूले चाहिँ कमेन्ट पनि पक्कै गरिदिनु होला। हे साँच्चै मलाई शङ्का त लागिरहेथ्यो, काले भन्दै मेसेज नि आइरहेथ्यो। स्मित्रले भन्छन् मेरो बुढाको मोबाइलमा काले भन्दै म्यासेज त आइरहेको थियो, तर शङ्का पनि लागिरहेको थियो है। पहिला पहिला नाम जोडिएर आएको थियो, शङ्का पनि लागिरहेको थियो, तर काले काले भनेर चाहिँ म्यासेज पनि आइरहेको थियो। अब चाहिँ उनको बुढीले एकदमै शङ्का गर्न थालेकी छन् न, आफ्नो बुढालाई चाहिँ आफ्नो बुढा र त्यो के अरे केटिभी भइसक्यो कि ल पढिसक्यो कि भनेर चाहिँ उनले चाहिँ स्मित्रले चाहिँ शङ्का गरिसकेकी छन् र म्यासेज पनि आइसकेको थियो भनेर एकदमै भनिसकेकी छन् है। अब चाहिँ भिडियो हेर्नु होला है, भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अब चाहिँ के भन्छन्, हे उनैलाई नै एक नम्बर गन्थे म, काले होइन सानो चाहिँ भन्थे। दर्शक पनि यता रेणुकाजीले के भन्छन् भने म चाहिँ काले चाहिँ भन्दिन थिएँ, सानो चाहिँ भन्थे, किन काले भन्नु, मेरो मनपर्ने प्यारो मान्छेले चाहिँ सानो पो भन्छ त, म किन काले भन्नु, काले भन्नेको चाहिँ अर्कैको म्यासेज होला, मैले चाहिँ सानो भन्छु, एकदमै मनपर्ने भएपछि त सानो भन्नु पर्यो नि त, सानो भन्छु भनेर चाहिँ रेणुकाले भनेकी छन्। तपाईहरूले चाहिँ दोहोरीलाई चाहिँ कस्तो लाग्छ प्लिज कमेन्ट चाहिँ गरिराख्नु होला है। तिमीले पनि बोलीलाई सपार, बिन्ती मलाई अझिलो नपार, माटो काटी। दर्शकबिनहरू यता सुमनजीले के भन्नुहुन्छ भनेपछि मैले चाहिँ स्मृतिलाई चाहिँ फर्काउनै पर्ने थियो अनि रेणुकालाई चाहिँ मैले थर्काउनै पर्ने थियो, किनकि सुमनजीले चाहिँ आफ्नो वाइफलाई चाहिँ इन्भाइट गर्नुपर्ने थियो अनि त्यसपछि रेणुका दाहालले चाहिँ थर्काउनु पर्ने थियो भनेर चाहिँ एकदमै गजब तरिकाले चाहिँ एकदमै मार्मिक तरिकाले चाहिँ भनेका छन्। यता रेणुकाजीले भन्छन् अब चाहिँ जाँड खाँदै अरू खाँदै नहिँड्नु है, छोडेछौ मैले ठिकै गरेछु, किन जाँड खाँदै, अब चाहिँ जाँड खाँदै नहिँड्नु, मैले चाहिँ छोडेछु ठिकै गरेछु, अनि त तिमीले चाहिँ यस्तो घृणा गर्ने भएपछि मैले चाहिँ छोडेछु ठिकै गरेछु भनेर चाहिँ रेणुका दाहालले भन्छन्। र सुमनजीले चाहिँ के भन्छन् है, दर्शकबिनहरू दोहोरी फाइनल आइसकेको छ। स्मृतिले भनेकी छन् अब चाहिँ जाँड छुटाउँछु अनि म चाहिँ घर सम्हाल्छु, जाँड छुटाएर मेरो बुढोको जाँड छुटाएर घर सम्हाल्छु, अब चाहिँ मेरो बुढोको पछि नलाग भनेर चाहिँ एकदमै मार्मिक शब्दले भनेकी छन्। तपाईहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट चाहिँ गरिदिनु होला। यो दुईटी त लर्ला झैँ लायो, निस्के है त मेरो त फोन आयो। दर्शकबिनहरू सुमनलाई चाहिँ एकदमै अप्ठ्यारो महसुस भइसकेको छ, किनकि ती दुईटी लडिसकेपछि मेरो चाहिँ के होला, ती दुईटीले आफू लडिसकेपछि मेरो चाहिँ बेइज्जत भयो है, मेरो चाहिँ बेइज्जत भयो भने चाहिँ उनले चाहिँ फोन आएको बहानामा उनी चाहिँ भागिसकेका छन्। अब दुईजना चाहिँ के गर्छन् है, कस्तो कस्तो भन्छन् है। सुमनजीले चाहिँ भन्नुहुन्छ दुईजनी लडिन् है, अब चाहिँ यी दुईजनी लडिसकिन्, अब मेरो चाहिँ फोन आयो म चाहिँ गएँ है भनेर चाहिँ सुमनजीले भन्नुहुन्छ। हे व्यर्थै मलाई आरोप लायो,
फेरि अर्की केटीको फोन आयो माटो यता रेणुकाले भन्छन् मलाई चाहिँ व्यर्थै आरोप लगायौ नि अहिले त को केटीको फेरि फोन आइसक्यो नि किन मलाई व्यर्थ आरोप लगाएको तिमीले त व्यर्थै आरोप लगायौ नि किन लगाएको भनेर रेणुकाले भन्छन् र सुमनजीको चाहिँ मोबाइलमा अर्कैको फोन आइसक्यो किन मलाई चाहिँ दोष लगायो किन आरोप लगायो भनेर चाहिँ रेणुकाले भन्छन् मेरै बुढा बिग्रेका लाहेर उनको टुप्पी रेगाउँछु र स्मृतिले भन्छन् मेरै बुढा चाहिँ नराम्रो रहेछन् मेरै बुढा बिग्रेका रहेछन् घर गएर टुप्पी रिगाइदिन्छु मेरो बुढाको टुप्पी रिगाइदिन्छु घर गएर म चाहिँ एकदमै सल्लाह दिन्छु भनेर चाहिँ स्मृतिले भन्छन् र यतिकैमा दोहोरी सकिन्छ सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला यस्तै खालको भिडियो हेर्न मन पराउनुहुन्छ भने मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु तपाईहरूले चाहिँ यो भिडियोमा कस्तो कस्तो कमजोरी देख्नुभयो र कस्तो कस्तो खालको भिडियो ल्याउनु पर्छ भनेर चाहिँ कमेन्ट बक्समा प्लिज गाइज गएर कमेन्ट गरिदिनु होला कमेन्ट चाहिँ पक्कै गरिदिनु होला है प्लिज गाइज